साथीहरू आजको भिडियो मार्फत चाहिँ मेरो जीवनको अर्को एउटा अनुभव चाहिँ हजुरहरूमा सेयर गर्दैछु। यो मैले चामलमा मिसाएको चाहिँ प्रायले चिनिहाल्नुभयो होला, यो मकैको च्याख्ला हो। यसलाई चामलमा मिसाएर खाँदाखेरि चाहिँ धेरै कुराहरू फाइदा हुन्छ। मैले वेट लुज हुन्छ भन्ने पनि सुनेको थिएँ, तर वेट लुज गर्नको लागि चाहिँ एक्सर्साइज नगरिकन हुँदैन। यसले मद्दत चाहिँ कसरी गर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले यो मिसाएर खाँदा चाहिँ हामीले ढिँडो खाँदाखेरि जसरी हाम्रो पेट हेभी हुन्छ, धेरै समयसम्म भोक लाग्दैन, त्यस्तै यसले चाहिँ हामीलाई धेरै समयसम्म क्रेभिङ हुन नदिने रहेछ। मैले फिल गरेको कुरा। मैले यो युज गर्नु कारण चाहिँ हाम्रो एज अलि भइसकेको छ, आमाको पनि मेरो पनि। त्यही भएर चाहिँ हामीलाई चाहिँ भोलिको दिनमा सुगरहरू लाग्यो भने या कुनै त्यस्तो रोगहरू लाग्यो भने हामीले सेतो चामल छोड्न पनि हामीलाई मद्दत गरोस् र हामीलाई मेन्टेनेन्स पनि भइराखोस्। यसरी खाँदाखेरि चाहिँ चामल मात्रै खाइएन, अलि धेरै मिसाइन्थ्यो, तर आमालाई मनै पर्दैन। मैले 1 वर्षमा बल्ल यतिको चाहिँ खाना मान्ने बनाएको छु, नत्र सुरुमा त के मिसाएको दुध र भात खाना नि मिठै हुन्न भनेर कराउनुहुन्थ्यो। अहिले यतिको मिसाउँदा चाहिँ खासै नोटिस गर्नु हुँदैन। यसरी खाँदाखेरि चाहिँ धेरै कुराहरूमा फाइदा मिलेको छ। मलाई चाहिँ स्पेसली कन्स्टिपेसनको समस्या थियो, अलि यसले चाहिँ मलाई हेल्प गरेको हो कि जस्तो फिल भएको छ। मलाई चाहिँ मिठै लाग्छ, किनभने आमाले नखाने बेलामा, त्यस्तै परिस्थितिमा एक्लै खाने बेलामा चाहिँ म चामल पकाउँदा अलि धेरै मिसाउँछु भने कहिलेकाहीँ चाहिँ घिउ हालेर यसको मात्रै भात बनाएर पनि खान्छु। तपाईहरूको घरमा नि के समस्याहरू छ र यसरी युज गर्नुभएको छ कि छैन मलाई भन्नुहोला। मैले नजानेको कुराहरू तपाईँहरूलाई थाहा हुन नि सक्छ, सेयर गर्न सक्नुहुन्छ कमेन्टमा। र आफ्नो अनुभवहरू नि मलाई भन्नुभयो भने मैले नि नयाँ नयाँ कुराहरू सिक्ने मौका पाउँछु। विभिन्न रोग लागेर औषधि सेवन गर्नु भन्दाखेरि त यस्तो उपायहरू अपनाएर हेल्दी रहनु नि राम्रो नि होइन र। केही त्यस्तो रोग लागेको छ भने सर्लक्क सेतो चामलबाट हामी चाहिँ अरू चिजहरूमा हामीलाई सिफ्ट हुन पनि गाह्रो हुन्छ। यसरी बानी लगायौँ भने चाहिँ हामीलाई सजिलो पनि हुने रहेछ धेरै कुराहरूमा। त्यसैले चाहिँ म चाहिँ के भन्छु भने विभिन्न रोग लागेर दुःख पाएर या बाध्यताले सिफ्ट हुनुभन्दा पहिल्यैदेखि नै सचेत हुनु राम्रो नि होइन र।